मुटुका बिरामीहरूको लागि अति नै लाभदायक, गुणकारी र प्राकृतिक होमियोपेथिक औषधि क्र्याटेगस, जुन हामी मुटुका रोगीहरूको लागि धेरै नै चलाउने गर्दछौँ र यसलाई विश्वका धेरै देशहरूका चिकित्सकहरूले पनि यसलाई चलाउने गरिरहेछन् र हार्ट टोनिकको रूपमा प्रयोग गर्दै आइरहेका छन्। यसबारे छोटो जानकारी दिन गइरहेको छु। नमस्ते, म डाक्टर राजेन्द्र मानन्दर, पद्मश्री होमियोपेथिक क्लिनिक पोखरा न्यू रोडमा कार्यरत छु। स्वस्थ मुटु। हाम्रो मुटु सिधै हृदयाघात, स्ट्रोक र हार्ट फेलियर जस्ता हृदय रोगको रोकथामसँग जोडिएको छ। यी अवस्थाहरूले गम्भीर र कहिलेकाहीँ जीवनमा नराम्रो परिणामहरू पनि ल्याउन सक्छ। आफ्नो मुटुको हेरचाह गर्नाले लामो र स्वस्थ जीवनमा योगदान दिन सक्छ। जीवनशैली छनौट र रोकथामका उपायहरूले हृदय सम्बन्धी समस्याहरूको सुरुवातमा ढिलाइ गर्न मद्दत गर्न सक्छ। यी तलका उपायहरू अपनाउनुहोस् जसले तपाईँको मुटु सम्बन्धी समस्यालाई केही हदसम्म भए पनि मुटु रोगी हुन दिँदैन। दैनिक जीवनमा नुन कम खाने गर्नुहोस्, धुम्रपान र मद्यपान छोडिदिनुहोस्, दैनिक व्यायाम गर्नुहोस्, स्वस्थ खाना सधैँ खाने गर्नुहोस्, फलफुल तथा सागसब्जी धेरै खाने गर्नुहोस्, आफ्नो वजन मेन्टेन गर्नुहोस्। आज म तपाईँहरूलाई मुटुको टनिक भनेर चिनिने होमियोपेथिक औषधि क्र्याटेगस, जसलाई हामी हर्टथ्रोन बेरिज भन्ने पनि गर्छौँ, त्यसबारे चर्चा गर्नेछौँ। क्र्याटेगस अक्सिक्यान्था एक प्रमुख होमियोपेथिक हृदय टोनिक हो जसले हृदयको मांसपेशीलाई बलियो बनाउन, रक्त सञ्चार सुधार गर्न र माइल्ड हार्ट फेलियर, अरिथमियाज, उच्च रक्तचाप र एन्जाइना जस्ता अवस्थाहरूलाई व्यवस्थापन गर्न प्रयोग गरिन्छ। यो एक कार्डियोटोनिकको रूपमा कार्य गर्दछ। प्राय फङ्सनल हार्ट डिजिज, धड्कन बढ्नु र रक्तचाप घटाउन प्रयोग गरिन्छ। यसले हृदयको कार्यक्षमता र शक्ति सुधार गर्न मद्दत पुर्याउँछ। माइल्ड हार्ट फेलियरका लक्षणहरू र त्यससँग सम्बन्धित पानी जम्मा हुनु, इडेमा व्यवस्थापन गर्न मद्दत गर्दछ। उच्च रक्तचापलाई नियन्त्रण गर्न कार्य गर्दछ। अनियमित धड्कन, कमजोरी नाडी र धड्कन बढ्नका लागि लाभदायक छ। अन्जाइना पीडालाई कम गर्न र धमनीमा जम्मा भएका पदार्थ घटाउन, रक्तवाहिनी स्वास्थ्यमा मद्दत पुर्याउँछ। यो औषधि दिनको 2 पटक 10 देखि 15 थोपा दैनिक सेवन गर्नु मुटुको लागि राम्रो हुन्छ। यस्तै होमियोपेथिक उपचार र स्वास्थ्य सम्बन्धी जानकारीको लागि मलाई लाइक गर्नु, फलो गर्नुहोस् र कमेन्ट पनि गर्न नबिर्सिनु होला है त। धन्यवाद।